अरे खेप छ कि तेरो हात जान्छ नि डल्लै मात्रै दे हैन त म त हो त हाम्रो गाउँको भाइरल दादा इज इटिङ गङ्गेटा seafood दा पर्दिन्छु seafood ल्यास त अलि यहाँ अलि ले अन्त seafood डल्लै अनि बच्चा र अब आउँदैन त्यो झन् दामी हो बच्चा रहेछ ला झन् दामी हो नि प्रोटिन चिप्स गङ्गेटा हैन पकाएर तिमीलाई प्रोटिन हो प्रोटिन आज यो दादा यो खाना चाहिँ मिठो स्वीट बच्चाहरू यहाँ कुद्दैछ है ला जसले भिडियो हाल्छ जसले भन्छ दामी यो मासु क्र्याब्स बेबी फोन चाहिँदैन एकखेप टोकेको दामी टोकेको दामी यो त टोक्नु त फेरि यो त म हाल्दिनँ नि कसम तपाईँको भान्जीलाई ट्रस्ट गर्नु न काम हाल्दिनँ त्यसो इतिहास लागिराखेको नि अब होइन हाले पनि केही छैन फरक पर्दैन फेसबुकमा भाइरल पो हुन्छ है साँच्ची भनेको है होस् न अन्त किन अन्त ट्यालेन्ट हुन्छ आफ्नो होइन सुजन आज छ ल्याउ त दामी त्यो झन् दामी छ मासु डाङ्गु डाङ्गु यिनीहरूलाई उपर छोडिदिउँ बिचार पाप भयो यिनीहरूलाई एउटा डाङ्गु खाने आम्मा। क्र्याब्स सीफुड है मामा क्र्याप्स क्र्याब्स अन्त भनिदिनु न के अरे मामा इङ्ग्लिसबाट यता हेर्नु न हो के भनिदिनु अरे नेपाली एउटा गङ्गेटा उपर बाटो बिचार त्यो बच्चा छ बिचार पाप हुन्छ नि त उपर छोडिदिउँ बिचार पाप खोलेर लिन्छु भाइ खोले पाप हुन्छ बच्चा चाहिँ खाइदिनु भएको म त बच्चा म होस् कि बच्चा होस् म त सबै बजाइदिन्छु तर यो ताकत हो नि अब तपाईँको लागि हेभी एनर्जी बढी एनर्जी अब त रक्सीले पनि केही हुन सक्दैन नि प्रोटिन त यसमा छ नि त रियल प्रोटिन चाहिँ हैसला लास्ट यो पनि खानु बोन्स हातको लेग अब यिनीहरू कहाँ छोड्छु त म लेग आइसला लेग